सांसदको कुरा नगर्नुस् गाउँपालिकाको अध्यक्षलाई भन्नुस् तपाईलाई कतिपल्ट भने मैले त्यो खानी बन्द गर्नुस् भनेर यो खानीमा तपाईलाई मैले क्लियर कुरा गर्नुपर्छ अहिले यिनीहरूले आइमा सिफारिस गरे पनि छैन गाउँपालिकाले मुजुरका सही गरे पनि छैन अनुमति दिए पनि छैन अनुमति नदिए भने कसरी चल्यो त खानी अहिले आइ सोध्नु नि कसरी चल्यो भने प्रहरी प्रशासन यही छ सिडिओ प्रतिनिधि आउलान् तपाईलाई कतिपल्ट भने मैले त्यो खानी बन्द गर्नुस् भनेर बन्द गर्न मलाई नदिए सिफारिस सिफारिस नदिए भने किन बन्द भएन त कतिचोटि भन्नु बन्द भइरहेको थियो नि त धेरै समय बाद साथीभाइहरू हुनुहुन्छ तपाईहरुको मिल्नु मत छ यसमा मैले बन्द गर्न अनुमति नदिएको भए सरहरू किन हिजो यहाँ देखा पर्न आउनु भएन तपाईहरु देखा पर्न हिजो किन आउनु भएन हिजो त बेलुका उसलाई उल हर्किने नआइकन म आर के हुन्छ उसको प्रतिनिधि तपाईहरु प्रतिनिधि भइसकेपछि तपाईहरु हर्का खोजा ल्याउने काम तपाईहरुको थियो नि त वडाको दायित्व गरेर बसे तपाईँ होइन तपाईँ होइन त वडाको मान्छे त तपाईँ त सान्तवना दिन आउनु सक्नुहुन्थ्यो नि त पालिकाको मान्छे त तपाईँ हो हामीले सान्तवना दिन आउनु सक्नुहुन्थ्यो नि त सिडिओको मान्छे पनि आउला बस्ने भने होइन कि खाने बन्द गर भनेर मैले 50 पल्ट भनिसके गाउँपालिका अध्यक्षले कुरै नसुने आज मरिसकेपछि आज अनि 24 घण्टा हुँदैन 24 घण्टा हुँदा न्याय छैन गाउँपालिका अध्यक्षले भन्ने तरिका यो हो मान्छेले बोल्यो नि कि आमे मान्छेले बोल्नु हुन्न रे म आफै दिदिन्छु म आफै आमे हो आमेले नबोल्नु कसले भन्छ मान्छेले बोल्नु पर्ने रे मेरो बुढो त मरिरहेछ त कसले आउने बोल्छ हामी